हेलो साथीहरू सबैजनालाई स्वागत छ मेरो यस नयाँ भिडियोमा। फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु। होप म चाहिँ सन्चै छु, तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। म चाहिँ आज एउटा भिडियो लिएर आएको छु। भिडियो चाहिँ के भन्दाखेरि इन्ट्रेस्टिङ छ यो पनि हैन। यहाँ थोरै तरकारी खेतीको बारेमा हो। कोरियनले कसरी तरकारी खेती गर्छ त हाम्रो यतातिर भनेर यसो मैले देखाउन जाँदैछु कस्तो मेहनती हुन्छ हेर्नु। हाम्रो कम्पनीको चाहिँ एउटा फान्जानी बुढो छ हैन, हाउसिङ भनेर के कभरहरू मोटरको कभरहरू बनाउने बुढो फान्जानी हो, त्यहाँको म्यानेजर भनौँ के हो। अनि त्यो बुढोले चाहिँ अब घर चाहिँ अन्तै हो हैन। कम्पनी चाहिँ यो यसको ट्याक्कै पछाडि चाहिँ अनि यस्तरी खेती गरेको कि हेर्नु त। यहाँनिर काँक्रो लगाएको हैन, यो काँक्रो हो, यता काँक्रो लगाएको यसरी। उता टमाटर छ, यहाँ टमाटर छ यसरी। अनि यहाँ फुलहरू छ, यहाँ खुर्सानी लगाएको हेर्नु त, खुर्सानी यसरी लगाएको। अनि त्यसको साथसाथै यहाँ थोपा सिँचाइ गरेको। के गरेको नि हेर्ने, बोतल काटेर बोतलमा तल सानो पल बनाएर ढुङ्गाहरू त भित्र हालेर पानी हालेको। यो चाहिँ अब यस्तो गरिब महिनामा पनि सुक्खाएको बेलामा पनि अब टक्क लाएर यो पानी बिस्तारै बिस्तारै जरामा पुग्छ। अब माथिबाट पऱ्यो भने यहाँ स्टोर हुन्छ होइन। अब पानी आएर हालिराख्नु परेन। यति भएपछि यस्तो त अलि दिमाग लाएर काम गरेर हेर्नु त। यस्तो फली पनि सक्यो ल, यस्तो बिना खुर्सानी यहाँ फली पनि छ। अब हामीले चाहिँ बाहिर माट गरेर किन्न नपर्ने भयो यति भएपछि। ऊ त्यहाँ फर्सी पनि लगाएर छु। यस्तोरी मिहिनेत गरेर गर्छ कोरियनहरूले, गर्नु पऱ्यो भने। बिचरा त्यो एकजनालाई खानालाई यस्तो के दुःख गर्नु पर्थ्यो है। अब बुढो मान्छे यत्तिकै झ्याउ लाग्छ होला, अनि यस्तरी गर्छ। यस्तो अन्त यस्तरी यति सानो ठाउँमा पनि यस्तो राम्रोसँग लगा। यहाँनिर फर्सी लगायो, यहाँ सिलाम लगायो। यस्तरी गर्छन् कोरियनहरूले काम गर्नु परेपछि। यही देखाउन खोजेको मैले। थोपा सिँचाइ, खुर्सानी यस्तरी फलिसकेको छ। यही नै है त गाइस भिडियो।